र यो कार्यक्रमले अझै यो कार्यक्रम चाहिँ रोचक हुनेछ। हाम्रो कार्यक्रम व्यस्तताको कारण हामी सहभागी सीताराम वर्सेस सुजन अधिकारी जस्तो लाग्छ। त्यसैले मैले आफ्ना केही कुराहरू राखेर तपाईँहरू माझबाट बिदा हुन खोजेको हो। कार्यक्रममा मस्तसँग तपाईँहरू सहभागी भइरहनु भएको छ, इन्जोय गर्नुहोला। निरन्तर रूपमा अगाडि बढाउने क्रममा तपाईँको साथ सहयोगको लागि म समग्र जिल्ला प्रशासकको प्रमुखको हैसियतमा तपाईँलाई विशेष धन्यवाद पनि दिन चाहन्छु। यो कार्यक्रमको सफलताको शुभकामना पनि व्यक्त गर्न चाहन्छु। नमस्कार, धन्यवाद। हामीलाई कार्यक्रमको सफलताको शुभकामनाका साथ हाम्रो माझमा अहिले जानुभएको जिल्ला प्रशासन प्रमुखज्यूलाई हाम्रो आयोजकको तर्फबाट हार्दिक धन्यवाद। हामीले मायाको चिनो प्रदान गर्नको लागि हामी हाम्रो यो आयोजक कमिटीका अध्यक्ष सभाध्यक्षज्यूलाई जिल्ला प्रशासन प्रमुखज्यूलाई मायाको चिनो हस्तान्तरण गरिदिनको लागि हार्दिक अनुरोध गर्दछु। हाम्रो आमन्त्रणलाई स्वीकारेर पालिदिनु भएकोमा हामी आयोजक कमिटी हार्दिक आभार प्रकट गर्दछौँ जिल्ला प्रशासन प्रमुखज्यूलाई। हामीले अघि नै उद्घोष गरेका थियौँ, यसै गरी मायाको चिनो प्रदान गरिदिनु हस्तान्तरण गरिदिनुको लागि ग्रहण गर्नको लागि हाम्रा प्रहरी सशस्त्र प्रहरी बलका यसै गरी मैले अघि नै उद्घोष गरेको थिएँ, हाम्रो हरेक कामलाई सहयोग गर्नुहुने हाम्रा अग्रज बुवा, जुनसुकै कामलाई पनि सल्लाह सुझाव दिनुहुने बुवा टङ्क प्रसाद तिमीसाज्यूको नाम मैले अघि नै उद्घोष गरेको थिएँ। फेरि पनि उहाँलाई अतिथिको आसन ग्रहण गर्नको लागि म हार्दिक अनुरोध गर्दछु। यस कार्यक्रममा अतिथिको आसन ग्रहण गर्नको लागि टङ्क प्रसाद तिमीसाज्यू बुवालाई स्थानीय बाल कलाकार बहिनीहरूलाई फेरि पनि आफ्नो कला प्रस्तुतिको लागि तयारी अवस्थामा रहनको लागि म हार्दिक अनुरोध गर्दछु। स्थानीय बाल कलाकार नानीहरू फेरि पनि तपाईँहरू सम्पूर्णलाई। त्यसपछि हाम्रो कलाकार बहिनी श्रीषा धामीज्यूलाई पनि आफ्नो प्रस्तुति देखाउनको लागि तयारी अवस्थामा रहनको लागि म हार्दिक अनुरोध गर्दछु। श्रीषा धामी कलाकार बहिनी तथा स्थानीय बाल कलाकार बहिनीहरू तपाईँहरू आफ्नो प्रस्तुति देखाउनको लागि तयारी अवस्थामा रही मञ्चमा सम्पर्कको लागि हार्दिक अनुरोध गर्दछु। फेरि पनि हाम्रो सम्मान पत्रलाई फेरि एकचोटि दोहोऱ्याएँ। हरिबहादुर गुरुङज्यू, तपाईँका परिवार अथवा तपाईँ जहाँ हुनुभए पनि हाम्रो यो सम्मान पत्र ग्रहण गर्नको लागि हार्दिक अनुरोध गराएँ। हरिबहादुर गुरुङ बागेश्वरी युवा क्लबका अध्यक्ष एवं होटल व्यवसायी हुनुहुन्छ, समाजसेवी। यसै गरी शिवहरि रिमालज्यूको परिवार कोही हुनुहुन्छ भने हाम्रो सम्मान पत्र ग्रहण गर्नको लागि हार्दिक अनुरोध गरेँ। यसै गरी लोकबहादुर गुरुङ डाँडागाउँबाट हुनुहुन्छ, उहाँको परिवार हुनुहुन्छ भने हाम्रो सम्मान पत्र ग्रहण गर्नको लागि हामी हार्दिक अनुरोध गरेँ। त्यस्तै गरी खोमराज अधिकारीज्यूको परिवार आफन्त कोही हुनुहुन्छ भने हाम्रो यो सम्मान पत्र ग्रहण गर्नको लागि हामी हार्दिक अनुरोध गर्दछौँ। उहाँको नाम सन्तोष अधिकारी भनेर हामी चिनिन्छौँ। खोमराज अधिकारीज्यूको परिवार दिल्ली त गरेर उसो गरी हेर जुत्दै जुत्दैन है यसै गरी अतिथिको सम्मान पत्र लिनको लागि ग्रहण गर्नको लागि म अर्जुन कुमार श्रेष्ठज्यूलाई हार्दिक अनुरोध गर्दछु। त्यसै गरी सम्मान पत्र ग्रहण गर्नको लागि तारा प्रसाद लामी छानेज्यूलाई हार्दिक अनुरोध गर्दछु। यसै गरी सुमन अधिकारी हाम्रो रेडियो बिहानीका सञ्चालकहरू धुवाकोट रेडक्रस उपशाखाका सभापति हुनुहुन्छ, उहाँ अहिले हाम्रो रक्तदान कार्यक्रम सञ्चालन भूमिका निर्वाह गर्दै हुनुहुन्छ। रक्तदान नै जीवनदान हो, पुण्य कमाउन हामीले कहीँ जानु पर्दैन। तपाईँको 2 थोपा रगतहरूको जहाँ बच्छ भने तपाईँले पुण्य कमाउनु हुनेछ। तसर्थ कृपया
रक्तदान गर्नको लागि हाम्रो भयाँ युवा क्लबको भवन अगाडि बिचमा रहेको कार्यक्रम स्थलमा गई रक्तदान गर्नको लागि फेरि पनि अनुरोध गरेँ। यसै गरी राजु श्रेष्ठ अम्पटे अहिले उहाँको परिवार जसुकै भए पनि हाम्रो सम्मान पत्र ग्रहण गर्नको लागि हार्दिक अनुरोध गरेँ। पार्वती तामाङ गुरुङ उहाँ नीलकण्ठ 14 छापमा अवस्थित नीलकण्ठ 14 वार्ड नम्बर 14 वडा कार्यालयमा सहायक सचिवको रूपमा काम गर्नुहुन्छ। यस्तै गरी व्यवसायी लभराज सापकोटाज्यू तपाईँ पनि हाम्रो सम्मान पत्र ग्रहण गर्नको लागि हार्दिक अनुरोध गर्दछु। यसै गरी कमला गुरुङ खरवारीबाट हुनुहुन्छ उहाँलाई पनि सम्मान पत्र ग्रहण गर्नको लागि आयोजक कमिटी हार्दिक अनुरोध गर्दछ। यसै गरी दिपेन्द्र अवस्थी पाहाडबाट हुनुहुन्छ, कृपया तपाईँ पनि हाम्रो सम्मान पत्र ग्रहण गर्नको लागि हामी हार्दिक अनुरोध गर्दछौँ। यसै गरी दिनेश घिमिरेज्यू होइन सुजाने गरेको होला उहाँ पनि पाहाडबाटै हुनुहुन्छ, पाहाडबाट हुनुहुन्छ, उहाँलाई पनि सम्मान पत्र ग्रहणको लागि हार्दिक अनुरोध गरेँ। यसै गरी चिरञ्जीवी नेपालज्यू उहाँलाई पनि हार्दिक अनुरोध गरेँ। कमला गुरुङ हुनुहुन्छ अहिले खरबारीबाट हाम्रो सम्मान पत्र ग्रहण गर्नको लागि। यसै गरी सम्मान पत्र प्रदान गर्नको लागि म हाम्रा अतिथि हाम्रा विशेष अतिथि ज्यूलाई फेरि आमन्त्रण गरेँ। हाम्रो विशेष अतिथि हाम्राद्वारा नभए सम्मान पत्र ग्रहण गर्नको लागि सभाध्यक्षज्यूलाई हार्दिक अनुरोध गर्दछु। हामीलाई तपाईँले गर्नुभएको यो सहयोग उच्च मूल्याङ्कन गर्ने हामीले सम्मान पत्र ग्रहण गरेका छौँ। यसै गरी दिनेश दे केटा दुइटै मिलेर राजु श्रेष्ठ उहाँले अचार बनाउला नि बाबु बनाएर बस्नु भएको छ। राजु श्रेष्ठ तपाईँ अथवा तपाईँका परिवारबाट हाम्रो यो सम्मान पत्र ग्रहण गर्नको लागि हामी हार्दिक अनुरोध गर्दछौँ। चिरञ्जीवी नेपालज्यू उहाँ धुवाकोट बहुद्देश्य सहकारी संस्थाका पूर्व धुवाकोट बहुद्देश्य सहकारी संस्थाका उपाध्यक्ष हुनुहुन्छ। टारबाट दिपेन्द्र अवस्थी, क्रिस घिमिरे, ज्यू, यसै गरी घननाथ दाहालज्यू, सुमित्रा गुरुङ डाँडागाउँबाट उहाँको परिवारकै हुनुहुन्छ भने कृपया हाम्रो सम्मान पत्र ग्रहण गर्नको लागि हार्दिक अनुरोध गर्छु। यसै गरी लामो समयदेखि कोटलाई कर्मथलो बनाएर बस्नुभएका गोर्खाका अजित मियाज्यूलाई पनि हाम्रो सम्मान पत्र ग्रहण गर्नको लागि हार्दिक अनुरोध गर्दछु। अजित मियाज्यू तपाईँ जहाँ भए पनि हाम्रो सम्मान पत्र ग्रहण गर्नको लागि हार्दिक अनुरोध गरेँ। सुमित्रा गुरुङ डाँडागाउँ, घननाथ दाहाल ठाठी, चट्ट मिलेको क्या हाम्रो यो क्रिस घिमिरे अहिले काठमाडौँ हुनुहुन्छ। दिपेन्द्र ओस्ते टारबाट कृपया हाम्रो यो सम्मान पत्र ग्रहण गर्नलाई फेरि पनि अनुरोध गरेँ।
राजु श्रेष्ठ ढुङ्गे, लवराज सापकोटा मौखोला, पार्वती तामाङ गुरुङ छाप, सुमन अधिकारी, तारा प्रसाद लामिछाने नेपालटोल, अर्जुन कुमार श्रेष्ठ ढुङ्गे। त्यसै गरी मैले भरत प्रसाद सापकोटा, श्याम गुरुङ कुपा, सुनिल अधिकारी ढुङ्गे, सुनिल अधिकारी भदौरे, हेमराज ढुङ्गाना सरस्वती मावि, शिवकुमार श्रेष्ठ बहुद्देश्य सहकारी संस्थाका अध्यक्ष, शङ्कर प्रसाद ढुङ्गाना सरस्वती माविका शिक्षक, खेमराज ओस्ती सरस्वती माविका शिक्षक, प्रकाश ओस्ती कृषक तथा हाम्रो सम्मान पत्रलाई ग्रहण गर्न सुनिल अधिकारीका बुवा आउँदै हुनुहुन्छ। हाम्रा सभाध्यक्ष यसै क्लबका अध्यक्ष विशाल तामाङजीबाट प्रदान गर्दै हुनुहुन्छ, उहाँलाई धेरै धेरै धन्यवाद। प्रकाश ओस्ती हाम्रा कृषक हुनुहुन्छ तथा शुभतारा सहकारी संस्था लिमिटेडका सह प्रबन्धक पनि हुनुहुन्छ, उहाँलाई पनि हाम्रो सम्मान पत्र ग्रहण गर्नको लागि हामी हार्दिक अनुरोध गर्दछौँ। प्रकाश ओस्ती। त्यस्तै गरी टिकाराम पुस्तकोटी सरस्वती माविका प्रभाव, धुवाकोट क्रिकेट क्लबका प्रतिनिधित्व गरेर आइदिनको लागि धुवाकोट क्रिकेट क्लबका साथीहरूले अनुरोध गरे। निराधार ओझा सरस्वती माविका शिक्षक हुनुहुन्छ। देवराज आचार्य समाजसेवी हुनुहुन्छ। माधव प्रसाद घिमिरे अथवा उहाँका परिवारजनहरू। यसै गरी तेजबहादुर गुरुङ, गीता ओस्तीलाई पनि हार्दिक अनुरोध गरे। भरत प्रसाद सापकोटा, कलिलो र छिपेमा भर पर्छ क्या धेरै नै त्यो माघी पर्वको पावन अवसरमा श्री भवन युवा क्लबद्वारा आयोजित गोरुहृदय महोत्सव 2082 तथा मञ्जुश्री सम्मत 2862 सुनामनुसार तक्लो जिल्ला वर्गको शुभकामनाहरू प्रदान तथा विधिवत सांस्कृतिक कार्यक्रमलाई सभ्य र भव्य रूपमा सफल बनाउन तपाईँ श्री लीलाधरज्यूबाट प्रदान गरिएको आर्थिक सहयोगप्रति श्री भवन युवा क्लब हार्दिक कृतज्ञता व्यक्त गर्दछ। आगामी दिनहरूमा पनि यस्ता सांस्कृतिक एवं सामुदायिक गतिविधिहरूमा यहाँको निरन्तर साथ सहयोग र सक्रिय सहभागिताको अपेक्षा गर्दै यहाँको उत्तर प्रगति, सुस्वास्थ्य, दीर्घायु एवं समृद्धिको कामना गर्दै कृतज्ञता स्वरूप यो सम्मान पत्र प्रदान गरिएको छ। भवन युवा क्लब अध्यक्ष नगर प्रमुख प्रसाद ढुङ्गानाज्यू। फेरि पनि मैले नाम दोहोऱ्याएँ। देवराज आचार्यज्यू, माधव घिमिरे, तेज बहादुर गुरुङमाने, गीता ओस्ती राउती, शालिक राम अर्याल सरस्वती माविका शिक्षक पूर्व प्रभाव हुनुहुन्छ। मैले लिएर आएको थिएँ रातो पहिला मैले अघि नै घोष गरिसकेँ। हाम्रो यस कार्यलाई सफल बनाउनका लागि देश विदेशबाट मैले लिएर आएको थिएँ सबभन्दा पहिला होइन, मैले पुर्याएर आर्थिक सहयोग गर्न हुने तमाम तपाईँ सहयोगी मनका धनीहरूलाई हामी भवन युवा क्लबको तर्फबाट हार्दिक धन्यवाद दिन चाहन्छौँ।
फेरि सम्मान पत्र ग्रहण गर्नको लागि यसैले दा हो त्यो घरको यसै नीलकण्ठ नगरपालिका वार्ड नम्बर 14 का सचिव अर्जुन कुमार श्रेष्ठज्यूलाई हार्दिक अनुरोध गरे सम्मान पत्र प्रदान गर्नको लागि हाम्रो आजको यस कार्यक्रमका विशेष अतिथि यसै वडाका वडाध्यक्ष नवराज द्वारीज्यूलाई हार्दिक अनुरोध गरे हाम्रो सम्मान पत्र ग्रहण गर्नको लागि नीलकण्ठ नगरपालिका वार्ड नम्बर 14 का वडा सचिव अर्जुन कुमार श्रेष्ठलाई फोटो खिच्नको लागि आज कमिटी साथीहरूलाई हार्दिक अनुरोध गरे। यसरी तपाईहरुको यो आर्थिक सहयोगप्रति फेरि पनि भैरी युवा क्लब हार्दिक धन्यवाद ज्ञापन गर्दछौँ। मैले फेरि पनि तपाईहरुलाई अनुरोध गरे रक्तदान नै जीवनदान हो। तपाईहरुले दिएको रगतले अरू कसैको जीवन बच्छ भने योभन्दा ठुलो पुण्य कार्य केही हुन सक्दैन। तसर्थ रक्तदान कार्यक्रममा सहभागी बनौँ, पुण्य कमाऊ। धुवाकोट उपशाखा रेड क्रस धादिङद्वारा आयोजित खुल्ला रक्तदान कार्यक्रममा सहभागिताका लागि हामी भैरी युवा क्लब यहाँ सम्पूर्णलाई फेरि हार्दिक अनुरोध गर्दछौँ। म फेरि पनि स्थानीय बाल कलाकार स्मृति तामाङ र स्थानीय हाम्रा चर्चित नृत्य तथा मोडल गायक ऋतु तामाङज्यूलाई मञ्चमा सम्पर्कको लागि हार्दिक अनुरोध गर्दछु। अवस्थित फेरि पनि म यहाँ सम्पूर्णलाई अनुरोध गरेँ, कृपया सुरक्षित साथ मनोरञ्जन लिनुहोला। गोरु भागदौड गर्ने क्रममा दुर्घटना घट्न सक्छ। गीता अवस्थीजीबाट हामीलाई आर्थिक सहयोग भएको थियो। सुसम्मान हामीले उहाँलाई सम्मान पत्र प्रदान गर्दैछौँ। फेरि पनि म दिपेन्द्र अवस्थी, राजु श्रेष्ठ, क्रिस घिमिरे, घनश्याम दाल, ठाँटी सुमित्रा गुरुङ, डाँडागाउँ नवराज सापकोटा, नौखोला ताराप्रसाद लामिछाने, नेपालको पार्वती तामाङ गुरुङ, छाप सुमन अधिकारी बनाउने। यार गोरुको नसो साला गोरु चाहिँ घम्सा जुदेको खाए भाइ। सीताराम भर्सेस सुजनिया गोरु नि तर खाने दुइटैको त्यो सीताराम गोरु भन्दा त्यो दर रहेछ गोरु है। यो त घरका गाई गोरु देखे छोपे अनुसार त यो गोरु त भाग्दैन पर्दा सुजनिया गोरु। अस्ति मैले गोरु आएर फुकाएँ है हिजो अस्ति छप लगे आएर घरमा। है
यसले मुनि पार्दै छ हेर यस पश्चात तपाईँहरूको माझमा शीर्ष अभावी ल्याइदिन्छ हाम्रो उद्देश्य भनेको यस माघी पर्वको अवसरमा गोरु बिदाई तथा सांस्कृतिक कार्यक्रम अनुसारको अवसरमा सांस्कृतिक कार्यक्रम गरी तपाईँहरूलाई भरपूर मनोरञ्जन दिने कला जोगाउने संस्कृति जोगाउने ध्येयका साथ यस कार्यक्रम सञ्चालन गरेका थियौँ। यस अवसरमा हाम्रो क्लबमा भैरीवा क्लबमा अत्यन्तै आर्थिक सङ्कट परेको थियो। हामीले तपाईँहरू जस्तै आफन्त इष्टमित्र व्यवसायी उद्योगी सम्पूर्णलाई हाते मार्नको लागि आह्वान गऱ्यौँ। तत्पश्चात हामीलाई तपाईँहरूबाट रु 1000देखि रु 1,01,000 रुपियाँसम्म आर्थिक व्यक्तिगत आर्थिक सहयोग गर्नुभएको छ। यसरी सहयोग गर्ने क्रममा हामीसँग कति रकम जम्मा भयो त्यो त हप्ताको विषय हामी भोलि भोलिको दिनमा तपाईँहरूबाट दिएका दिनुभएको यो आर्थिक सहयोगको विवरण खर्च विवरण त्यसले त अलिकति हच्क्यो भने त गोरु नलिएर हान्छ त्यसले के गोरु पनि ज्यादा रहेछ सेमेटले काँडा छानेर लिएर सम्पूर्ण तपाईँ सहयोगदाताहरूलाई आगो चाहिँ डर हुन्छ रहँदैन होला आगो पुण्य कमाउन तीर्थयात्रा गर्नु पर्दैन, देवी देवतालाई भाग्नु पर्दैन। 22 मिनट भयो, 23 मिनट। रगत दानले कसैको जीवन बच्छ भने त्योभन्दा ठुलो पुण्य हुन सक्दैन। रक्तदान नै जीवन दान हो भन्ने नाराका साथ यसले कस्तोको मर्काउँदो रहेछ रक्तदान कार्यक्रममा सहभागी भइदिनु हुनको लागि हामी यस कार्यक्रम आयोजक भइरहेका भावी गर्दछौँ। शास्त्र हराए संस्कृति हराउँछ, संस्कृति हराए अस्तित्व हराए जातित्व हराउँछ भन्ने मूल धाराका साथ गोरु बिदाई वर्ष 2082 एवं 24 मिनट तर ज्यादा रहेछ बाबु यो दुईटै। राम्ररी बुढोकोले 4 चोटि फ्याँक्दै रह्यो अन्डा खुवाएको माइले राम्ररी बुढ्दैछ त सबै घुमाइदिएको राम्ररी अहिले यस्तो जुन्नु होइन बाबु मगरले कति खायो भयो 3 वर्ष मैले पालेँ मलाई बोक्दै रह्यो नि यसले बस्दैन थियो होला अहिलेसम्म त
समुदाय कार्यक्रम पश्चात सुनामको साथ विशेष कार्यक्रम 2082 सांस्कृतिक कार्यक्रम हुने यहाँ सम्पूर्णलाई अवगत गराउन चाहन्छौँ। हाम्रा कलाकारहरूबाट आमन्त्रित कलाकारहरूबाट पक्कै पनि तपाईँले मनोरञ्जन दिनुहुनेछ भन्ने हामी आयोजकले पुरा विश्वास दिएका छौँ। तपाईँको माझमा चर्चित गोरुका सिङले यस्तो जस्तो लाग्यो गीता गुरुङ, सैनी तामाङ, शिक्षा धामी, स्मृति तामाङ, स्थानीय चर्चित देश विदेशमा हुनुभएका कला प्रस्तुति गर्नुभएका कलाकार ऋतु तामाङ सबै कुराको यहाँ सम्पूर्णलाई अवगत गराउन चाहन्छु। राजु श्रेष्ठ धन्यवाद दिँदै हाम्रो यस आयोजक कमिटी सम्मान पत्र प्रदान गर्दछ। त्यस क्रममा राजु श्रेष्ठ बुवालाई सम्मान पत्र ग्रहण गर्नका लागि अनुरोध गर्दछु। एक आधी घन्टा भयो। गर्नुभएको आर्थिक सहयोगको सम्मान प्रदान गर्नको सम्मान पत्र प्रदान गरेका छौँ। उहाँको बुवा आउनुभएको छ, उहाँको बुवालाई पनि यो सम्मान पत्र ग्रहण गरिदिनुको लागि हार्दिक अनुरोध गर्दछु। सम्मान पत्र प्रदान गर्नको लागि यस कार्यक्रमका विशेष अतिथि हाम्रा बुवालाई हार्दिक अनुरोध गर्दछु। भिडियो भइरहेको थियो दुईटै दौरा गोरु दुईटै दौरा क्या बराबर सिङ धेरै चोट नलागेपछि गोरु भाग्यो हाल्दैन। त्यसले खेच्छ भनेर मैले फर्क्यो यार। त्यसले जितिसकेको छ मैले भाग्यो अब गोरु भाग्यो है। अब गोरु भाग्यो छेको सिद्धराम गोरु भाग्छ अब यो कालो भाग्छ यसले खेच्छ है। ओ छेक 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 हाँ देश विदेशमा आफ्नो कला र प्रस्तुति ल देखाउनु भएका